यहाँ चाहिँ घाँस हो अनि अम्बा रहेछ। यो चाहिँ वस्तु भाउको लागि घाँस। त्यहाँ बिच अनि अम्बा रहेछ। यो चाहिँ नेपियर घाँस है, नेपियर घाँस, सुपर नेपियर घाँस। पहिला ठुल्ठुलो थियो, अहिले सानो रहेछ, काटेर होला। यता पनि छ अलिअलि घाँस, धेरै जस्तो मरिसकेको रहेछ। यो 3-4 वर्ष अगाडि रोपाइँ गरेको घाँस, पुरै अम्बा रहेछ। यहाँ पनि अम्बा धेरै रहेछ। यो सुपर नेपियर घाँस। यहाँ चाहिँ छ उखु, केरा पनि रहेछ। यहाँ 2 वर्षपछि म चाहिँ सर यो किमु काफल भन्छ यसलाई। यो फेरि बकाइनो बाख्रे घाँस, यसलाई भन्छ खनियो। यो बाख्रे घाँस, यो सुपर नेपियर घाँस, यसलाई भन्छ हाम्रो इपिलिपी। यो चाहिँ हाम्रो इपिलिपी हो। यो चाहिँ हाम्रो बकाइनो हो। यो हाम्रो खनियो भन्छ यसलाई, खनियो फल्या रहेछ। खनियो पाकेको छ कि छैन हेरौँ है। खनियो पाकेको छैन है। यसलाई यो निमपत्ता। त्यसपछि यहाँ चाहिँ अचम्म छ है, 2टा रुख एकै ठाउँमा छ। यतापट्टि आँप, यतापट्टि खनियो, 2टाको जरा एउटै छ एकै ठाउँमा।